भ्लग हेर्दिनु हुँदो रहेछ विशेष गरी यता दिदी है यता बहिनीले है यहाँ चाहिँ बहिनी सबैले हेर्नु हुँदो रहेछ। नमस्ते वेलकम टु आवर फर्स्ट पेजमा आयो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि आमाहरु कहाँ जानु हुँदैछ अर्कै प्लेस जानु हुँदैछ। फेरि आमाहरु किन जानु भएको वुमेन्स डे मनाउन जानु भएको अनि म चाहिँ के भन्छ तिमी चाहिँ मार्तम गएको यहाँ सला ब्लग एन्ड उ चाहिँ कसको ब्लगमा आउँछौ आज बडीको ब्लगमा। बडीको नाम चाहिँ के हो करिश्मा बस्नेत राई। सो त्यहाँ चाहिँ आउँछ मेरो ब्लग अनि यहाँ चाहिँ आउँदैन। म चाहिँ बेलुका भेट आउँछ होला आमासँग बेलुका भेट आउँछ होला। अनि अहिले चाहिँ हामी हिँड्दै जाँदैछौँ किनकि हामी मन्दिर रिच गर्नुपर्छ होइन आमा मन्दिर रिच गर्नुपर्छ गाइस। अनि म ब्लग गर्छु है गाइस। यहाँ मलाई फोन बोक्नु कस्तो साह्रो परिरहेछ गाइस भने चाहिँ हामी सब भेला भयौँ यता देख्नु सक्नुहुन्छ है। अब गीत गाउँदै गाउँदै जाने एकदम कमेडियन ल्याउनु हुन्छ अनुहार चाहिँ देखेन है दाजुको। यहाँ दुईजना दिदीहरू बसिरहनु भएको छ। अब हामी चाहिँ लागेको है पानी झरीमा पनि उहाँहरूले चाहिँ ड्युटी एकदमै राम्रो गरिरहनु भएको छ। पानी परिरहेछ है बिचारा हरेस है कसैको बुहारी कसैको छोरी होला है कति काम सकेर आउनुपर्छ होला हेर्नु त है एकदमै दुःख जे काम पनि दुःखै हुन्छ गर्नुको लागि। तर आजको होमस्टेमा पानी परेर बिजोग भयो हेर्नु त है कहाँ जानु अब हुन्छ। यहाँ सबै हाम्रो आइसिडिएसको गुरामाहरू आउनु भएको रहेछ है। यहाँ फोटो खिच्न एकदम व्यस्त सबै हेर्नुहोस् एकदमै दामी गरेको रहेछ र हामी चाहिँ जाँदैछौँ है। मैले यता दिदीसँग पनि भेट भइसकिसकेको छ है। हामी चाहिँ कस्तो जग्गामा भेट भन्छ टोइलेटमा टोइलेटको छेउमा भेट भयो हामी चाहिँ। धन्यवाद। ह्याप्पी वुमेन्स डे हाम्रो सबै ब्युटिफुल वुमेन्सहरूलाई हाम्रो दुःख कष्ट गर्ने आमाहरूलाई सबैलाई। आज चाहिँ हामी बिन्दु ब्लगमा आएको छ। यता हाम्रो बहिनी हुनुहुन्छ। हेलो ह्याप्पी वुमेन्स डे टु अल वुमेन्स ब्युटिफुल वुमेन्स। आज म चाहिँ चुपै बसिरहेको छु है। अन्त हामी चाहिँ जाँदै गरेको अब है ह्याप्पी वुमेन्स डे सबैलाई है। देख्नु सक्नुहुन्छ एसएचजीको स्टलहरू राखेको रहेछ एकदमै अचारहरू रहेछ है यहाँनिर चाहिँ। यहाँ पनि रहेछ आरिथाङको रहेछ यो चाहिँ। यहाँ पनि अचारहरू नै रहेछ है। त्यहाँनिर कानकोहरू रहेछ। यहाँ रहेछ आइसारा ह्यान्डलुमहरू चाहिँ है। यो अलिकति हेरौँ र है मैले हजुर यो किनेँ है नानीहरूलाई एक एकवटा किनिदिएको छु दुईवटा छोरीलाई। हेर्नुहोस् त कस्तो दामी चिज रहेछ है। अर्ग्यानिक रहेछ सबै कुराहरू देख्नुहोस्। फ्लावर पनि है यहाँ मकै पातीहरूमा भरेर राखेको रहेछ। यहाँबाट किनेर लगेर के गर्नु है खाना खानुको लागि आएको है। एन्ट्री कताबाट हो भाउजू कताबाट हो प्लेट लिनु कताबाट जाने हो र धेरै साथीहरू पनि भेटेको छु मैले है। सक्नुहुन्छ हामी चाहिँ खानामा एकदम लाइन लागिरहेको छौँ है। यहाँनिर देख्नु हुँदैछ है देख्नु सक्नुहुन्छ है खरायोको भुत्लाको अरे है। यो चाहिँ सिधै भन्नुपर्दा काकी यसले चाहिँ यहाँ चाहिँ हाम्रो गाउँको काकी हुनुहुन्छ। यसले चाहिँ माइग्रेन जाति हुन्छ अरे। टोपी लगायो भने चाहिँ हेलो रेखा आऊ न कहाँ भागेको। नमस्ते भाउजू। अब सबै भाग्नुहुन्छ त देख्छ सबै अप्ठ्यारो मारेर भाग्नु पो हुँदैछ हौ मेरो भ्लगमा आउनुलाई। सरम लाग्यो भाउजूलाई सरम लाग्यो। सबै आर्टहरू रहेछ है एकदमै दामी रहेछ है। मेरो ब्लग हेर्नुहुन्छ एकदम खुसी लाग्यो है। चाहिँ हामी दुईजना भएर थाप्यौँ है। साथीहरू कता गयो मेरो चाहिँ उहाँले हेरिदिनु हुँदो रहेछ त्यसको लागि थ्याङ्क यू। प्रशान्तको पनि हेरिदिनुहुन्छ अरे है। म प्रशान्तलाई पनि भन्छु नि ल है। सबैले मेरो ब्लग हेरिदिनु हुँदो रहेछ विशेष गरी यता दिदी है यता बहिनीले है यहाँ चाहिँ बहिनी सबैले हेर्नु हुँदो रहेछ है। यहाँ हेर्नुहोस् मैले धेरै साथीहरू भेटाएँ है एकदमै खुसी लाग्यो सबैलाई थ्याङ्क यू।
को भी कम पड़ जाते हैं। तपाईँ नि हेर्नुहुन्छ हजुर थ्याङ्क यू समाज के निर्माण सबैलाई थ्याङ्क यू है महिलाओं की भूमिका बहुत ही हेर्नुहुन्छ आ जाता है। मैले धेरै धेरै साथीहरू भेटेको छु एकदम मेरो भिडियोहरू हेरिदिनुहुन्छ अरे है खुसी लाग्छ त्यहीँको हो है तर बिहा भएर अर्कै जग्गा जानु भएको होइन साथीहरू त एकदम हेरिदिनुहुन्छ अरे यता दिदीले चाहिँ हेर्नुहुन्छ कि हुँदैन है एकदम हामी चाहिँ यता हामीले चाहिँ यता म्यामलाई भेटायौँ है अघि तल देख्दै थिएँ अनि यता पनि याङयाङको म्याम है हुनुहुँदो रहेछ है हेर्नु भएको छैन भने मेरो ब्लग पनि हेर्नुहोस् होला है यहाँनिर यता एकदमै चिसो चिसो छ र हामीले एकदम इन्जोय गरेर है एकदम धेरै इन्जोय गरेर अब यहाँदेखि फर्किसक्यौँ हाम्रो श्याम सरको भाषण आइरहेको थियो हामी चाहिँ रिल्समा व्यस्त थियौँ है रिल्स हेर्नु नभुल्नुहोस् होला है धेरै भएन हौ साह्रै हटाल्ने हो हाम्रो साथी बाटोमा बनाउँ भन्छ यो यस्तो दामी भ्युज हेर्नुहोस् है यति दामी सरमसा गार्डनमा चाहिँ रिल्स नगरेर बाटोमा गर्ने अरे है हेर्दै गरौँ अब के कस्तो हुन्छ अब हामी चाहिँ लाग्यौँ आजको भ्लग के कस्तो भयो हजुरहरूले अन्तिमसम्म हेरिदिनु भयो होला भन्ने आशा राख्दछु है स्वागत गर्यो है हामीलाई चाहिँ एकदम यहाँ हेर्नुहोस् हामी चाहिँ गाडी पर्खेर एकदम छ है यहाँ धर्ना रोक्ने यहाँ हेर्नुहोस् है एकदमै पानी कति हाम्रो गाडी कहाँ आउँदैछ यहाँ हेर्नुहोस् हामी सबै है भिजिसक्यो तिम्रो चाहिँ भ्लगै भ्लग हाम्रो चाहिँ एकदम हालत बदला भयो होमस्टेमा यहाँ हेर्नु है यति डरलाग्दो पानी परेको छ हेर्नु सक्नुहुन्छ है यसै छिनमा नाली बग्ने पानी आएको छ र हामीलाई चाहिँ